हेलो, हामी चाहिँ अहिले यहाँ राष्ट्रिय आविष्कार केन्द्रमा छौँ होइन। यहाँ चाहिँ यस्तो यस्तो खालको सामानहरू पनि बन्ने रहेछ, एकदम राम्रो छ। नेपालमा महावीर पुन सरले एकदम खतरा गर्नुभएको छ होइन। हाम्रो सुनिल अरियाल हामी साथीहरू यताबाट आइरहेका छौँ, देख्न सक्नुहुन्छ मेसिनरी पार्ट्सहरू यति धेरै छ होइन। एकदम राम्रो छ। सरकारले अझै सपोर्ट गरेर चाहिँ होइन एकदम राम्रो बनाउनु पर्ने देखिन्छ। निजी क्षेत्रहरूलाई, हाम्रो नेपाल सरकारले चाहिँ निजी क्षेत्रहरूलाई एकदम त्यो गर्छु भन्दा पनि स्रोत साधनको अभावमा चाहिँ गर्न नपाएको अवस्था छ। त्यो कुरा चाहिँ हाम्रो सरकारले बुझिदिनु पर्ने हुन्छ। अवसर हुँदाहुँदै पनि चाहिँ गर्न धेरै कुराहरू, पोलिटिकल कुराहरू अनि राजनीतिक हस्तक्षेप खालका कुराहरू भएर हुन नपाएको अवस्था छ। हामी यसो अवलोकन गर्दै हेर्दै एउटा हिसाबले भन्नुपर्दा चाहिँ घुम्दै घुम्दै आइरहेका थियौँ अनि हामीले हेर्दैछौँ यहाँ बनेका कुराहरू। हाम्रो यो आविष्कार केन्द्रमा बनेको मिल, यो चाहिँ धान कुट्ने मिल हो जस्तो छ, ठ्याक्कै चाहिँ थाहा भएन। त्यो सामान नछुने भनेको छ। अनि खोइ यो सामानहरू त के हुन् त्यो त त्यति छुट्याउन सकिन्न, तर एकदम राम्रो छ। धेरै कुराहरू यहाँबाट चाहिँ निर्माण भएका छन् होइन। होइन दाइ, तपाईँले के भन्नुहुन्छ? ठिकै। यो चाहिँ बाइकको चेसिस हुन्छ नि, हजुर, त्यो बेन्ड भएको चेसिसलाई सिधा बनाउनु हो कि ए एक्सिडेन्ट भएर बाइकहरू आउँछ होइन। हजुर, एक्सिडेन्ट भएपछि नेपालमा चाहिँ के छ भने बाइक एक्सिडेन्ट भइसकेपछि चेसिसमा प्रब्लम आउँछ। अनि त्यो चेसिसको ऊ चाहिँ के भन्छ, त्यो चेसिसलाई पहिलाकै उसमा लिएर आउने जुन अलाइनमेन्ट हुन्छ नि सिधा हुनुपर्छ कि। चेसिस अलिकति मात्र बाङ्गो भयो भने कर्नरिङ गर्ने, तपाईँहरू बाइक चलाउनुहुन्छ होइन, कर्नरिङ गर्नुभएको छ, कर्नरिङ गर्ने बेलामा बाइक सुताउनुहुन्छ, त्यो सुताउने बेलामा त्यसमा एक डिग्रीले फरक पर्छ हो। त्यसमा चेसिस यदि बाङ्गिएको छ भने तपाईँहरूले कर्नरिङ गर्ने बेलामा त्यो बाइक भनेको ठाउँमा जाँदैन, त्यो बाइक एक्सिडेन्ट हुने चान्स एकदम हाई हुन्छ हो। त्यो चाहिँ कसरी बाइकको चेसिस बाङ्गो हुन्छ भने धेरै अफ रोडमा लगेर एक्सिडेन्ट भएर अनि त्यो लडेको बेला हुन्छ नि, त्यो नर्मल्ली लड्ने बेलामा त खासै हुँदैन, त्यो अलिक खतरै ठाउँबाट लडिहाल्यो भने त्यो त्यहाँनिर चाहिँ चेसिसमा प्रब्लम आउँछ। अनि त्यो चेसिसको सोल्युसन अहिले तत्काल नेपालमा के छ भन्दाखेरि नयाँ चेसिस ल्याउने मात्रै हो, र अथवा लेसमा लगेर ठोक्ने, त्यो हम्बरसम्बरले डाङडुङ ठोकेर ठिक छ ल अब लगेर जा। मेसिन पनि छैन नेपालमा? छैन, यो फर्स्ट बन्द यो नयाँ बाहिरबाट लिएको पनि छैन है? छैन। ए कति टाइम जति लाग्छ यो बन्न? अब सायद 1 हप्ता अब म्याक्सिमम, त्यसपछि अनि मार्केटमा आउँछ होला, आउनु पर्यो। यो चाहिँ कतिवटा प्रोडक्सन गरिरहनु भएको छ? एउटा मात्रै हो, यो फर्स्ट पिस हो। फर्स्ट पिस यो सेम्पल पिस हामीले वीरगन्जमा बनाएको थियौँ, अनि वीरगन्जबाट बनाएर यो चाहिँ अहिले चाहिँ यो के भन्ने यसलाई फाइनल प्रोडक्ट निकाल्यो। अझै पनि यसमा इम्प्रुभमेन्ट त आउँछ नि। यो सबै टुथपिक थाहा छ है तपाईँहरूलाई? टुथपिक बनाउने मेसिन चाइनाबाट ल्याउँछ। यहाँनिर एकजना राजु थापा भन्ने एकजना साथी हुनुहुन्छ, उहाँले टुथपिक बनाउने मेसिन बनाउनुहुन्छ। हजुर, टुथपिक बनाउँदाखेरि विभिन्न प्रोसेस हुन्छ, सिन्का बनाउने होइन, काँटा काट्ने, त्यसरी अब त्यसलाई काट्ने, अनि त्यसपछि तिखार्ने, त्यो विभिन्न प्रोसेस गर्ने 3-4वटा मेसिन हुन्छ। त्यो 3-4वटा मेसिन बन्छ। कता छ नि? अनि दुना टपरी बनाउने, हजुर, दुना टपरी थाहा छ है तपाईँलाई? सालको पातलाई त्यो एउटा बन्दैछ तपाईँको। त्यो डबलमा पनि छ, सिङ्गलमा पनि छ, त्यो एउटा बन्छ। अनि अर्को चाहिँ यो अपाङ्गहरूको लागि, अपाङ्ग चाहिँ धेरै प्रकारको अपाङ्ग हुन्छ, जस्तो कि कसैको एउटा हात नभएको, कसैको दुइटै नभएको होइन। अपाङ्गको प्रकृति हेरेर यहाँनिर चाहिँ व्हिल चेयरहरू तयार पारिन्छ। अहिलेसम्म बन्दैन है नेपालमा पनि व्हिल चेयर? दानाहरू भुट्ने, मकै भयो, भटमास भयो, जौ भयो, कोदोहरू भयो, सातो बन्ने कुराहरू भयो। अनि यो पनि त्यही हो। यो चाहिँ सबैभन्दा पहिला बनाएर टेस्टिङ गरेको यो है। यो चाहिँ सफल परीक्षण भयो यसको। यो परीक्षण गर्दाखेरि बनायो, परीक्षण गर्दाखेरि यो चाहिँ मकै पोल्नको लागि बनाएको। मकै पोल्नको लागि आधुनिक त नभनौँ, मकै पोली खानु बनाएको भनौँ न है, आधुनिक खालको। अनि यो चाहिँ के हो? यो चाहिँ बेचिहाल्नलाई भन्दाखेरि यो परीक्षणको लागि बनाएको है। यो चाहिँ कागतीहरू पिल्ने
ती जुनारहरू गाउँघरमा अमिलो खेती हुन्छ नि हजुर अब उनीहरूले चाहिँ निचार्नको लागि पुरानो पोलमा निचर्छ तर मेसिनबाट निचर्ने त्यो पोल अब हामी तपाईँलाई चाहिँ यो मान्छे डिस्पोज गर्ने जलाउने चाहिँ यो इलेक्ट्रिक गाडी चाहिँ देखाउँछौँ होइन र आविष्कार केन्द्रमै बनेको मेसिन यो चाहिँ खोइ कसरी युज गर्ने हो तर यो मान्छे चलाउने चाहिँ हो रे एकदम सजिलो अब मान्छेलाई यहाँभित्र हाल्ने हो र यो त धेरै अग्लो छ मभन्दा पनि अग्लो रहेछ यो त जान मभन्दा नि अग्लो छ होइन यो चाहिँ मान्छे चलाउने अनि तर यो धेरै खतरा छ यहाँबाट चाहिँ फायरहरू आगोहरू हाल्ने होला भित्र चाहिँ यस्तो छ देख्न सक्नुहुन्छ हाम्रो देशमा चाहिँ पहिला हामी सानो हुँदा हाम्रो देशमा चाहिँ सियो पनि बन्दैन भन्ने खालको कुराहरू सुन्न सकिन्थ्यो होइन अहिले बिग्रेको हाम्रो प्रगति पेट्रोल डिजलबाट चल्ने गाडी थियो होइन इन्जिन बिग्रेर फाल्ने अवस्थामा भएकोलाई चाहिँ इभी कन्भर्ट गरेर इभी बनाएको छ राष्ट्रिय आविष्कार केन्द्रले 120 देखि 150 किलोमिटरसम्म अनि 144 भोल्टेजको पावर होइन 18 किलोवाटको ट्याकको जिउ खतरा छ गाडी बिग्रेको चिज फाल्न भन्दा यसरी मोडिफाई गरेर चलाउन सकिन्छ भन्ने एउटा इक्जाम्पल हाम्रो प्रदेश भन्दा होइन उहाँले चाहिँ केही कुरा भन्नुहुन्छ गरेपछि नहुने केही रहेनछ भन्ने कुरा चाहिँ हामीले यहाँबाट सिक्यौँ र चाहिँ मैले पनि अब हामी जस्तो युवाहरू मतलब हाम्रो जस्तो जेनजी उयोहरूलाई चाहिँ मतलब साथीहरूलाई चाहिँ आफूसँग जे सिप छ अथवा जे सम्पर्क गरेर आफ्नो खुबी आफ्नो सिपहरू यहाँ देखाएर ठ्याक्क देश विकासको लागि सानो भए पनि योगदान पुऱ्याउँ भन्न चाहन्छु सबैले भिजिट गर्नुपर्छ अब जस्तै एससी होइन एसएलसी दिएर कोही बसेको खाली टाइममा छ नि साथीहरू तिनीहरू कोही छ भने चाहिँ यहाँ आएर राष्ट्रिय आविष्कार केन्द्र एकचोटि काठमाडौँ आएको बेला यो टियुको एरियाभित्र छ यता आएर भिजिट गरेर के छ होइन एउटा टुथपिक बनाउने मेसिन छ अनि फेरि त्यो बाइकको चेसिस सोझाउने एउटा मेसिन छ त्यसपछि भेन्डिङ मेसिनहरू छ तिनीहरू छ त्यस पछाडि फेरि एउटा डिजल इन्जिन भएको कारलाई चाहिँ बिग्रेर फालेको अवस्थामा त्यसलाई मोडिफाई गरेर चाहिँ अहिले इलेक्ट्रिक बनाएको रहेछ इभी कार त्यहाँनिर छ होइन हो यसको लागि चाहिँ यहाँ सिक्न पनि मिल्छ होला सायद यहाँको स्टाफहरू एकदम फ्रेन्डली यताउता हुन्छ त्यही भएर एकचोटि भिजिट गर्नको लागि चाहिँ मैले सजेस्ट गर्छु त्यही हो म चाहिँ के भन्न चाहन्छु भने यो हाम्रो नेपालको यो राष्ट्रिय आविष्कार केन्द्रमा चाहिँ मलाई सबभन्दा राम्रो लागेको चाहिँ यो डिजिटल एउटा ऊ छ जुन हामीले सामग्रीहरू चाहिँ डिजिटल माध्यमबाट ल्याउन सक्छौँ त्यो चाहिँ मलाई एकदमै राम्रो लाग्यो म तपाईँहरूलाई देखाउन चाहन्छु आउनु यहाँ हेर्न त सक्नुहुनेछ यो चाहिँ हाम्रो राष्ट्रिय आविष्कार केन्द्र टियुको परिसरभित्र होइन यहाँ चाहिँ हाम्रो राष्ट्रिय आविष्कार केन्द्र नेसनल इनोभेसन सेन्टर चाहिँ एउटा भेन्डिङ मेसिन बनाएको रहेछ यो चाहिँ मेनली चाहिँ विदेशको युज हुन्छ नेपालमा चाहिँ रियरली नै हुन्छ खासै हुँदैन यो कतै मलतिर जो भाटघाटतिर बाहिरतिर चाहिँ हुन्छ नेपालले बनेको होइन चेक गर्दैछौँ होइन अब यो कस्तो रहेछ भनेर हामीले चेक गर्दैछौँ त्यसको चाहिँ एउटा ठुलो स्क्रिन छ यहाँनिर चाहिँ हाम्रो मेन्यु देख्न सकिन्छ यतातिर चाहिँ हाम्रो सामानहरू ग्रोसरीको आइटमहरू छ चाउचाउ बिस्कुट अनि स्न्याकरहरू यसमा चाहिँ हामीले चेक गर्नुको लागि एउटा केही हामीले यहाँबाट पर्चेस गर्दैछौँ होइन त्यस पछाडि हामीले अब के पर्चेस गर्छौँ भन्दाखेरि यो रट्टे चोकोपाई भन्ने छ एउटा यो चाहिँ हाम्रो 23मा एभाइलेबल छ 23मा छ यसलाई चाहिँ हामीले के गर्नु पर्चेस गर्नको लागि चाहिँ एड टु कार्ट गर्ने त्यस पछाडि माथि कार्टमा गएर हाम्रो जम्मा हुन्छ त्यसपछि कार्टभित्र गएपछि क्वान्टिटीहरू जस्तै अब कतिहरू चाहिँ हामीलाई 2, 3 पनि प्लस तल हामीलाई चाहिँ अहिले एउटा मात्र चाहिएको छ माइनस गरेर क्वान्टिटी 1 गराइयो होइन त्यस पछाडि चेकआउट गरेपछि यहाँ चाहिँ एउटा क्युआर जेनेरेट हुन्छ यसलाई चाहिँ सिम्पली मोबाइल ब्याङ्किङ ई सेवाको थ्रु चाहिँ हामी पेमेन्ट गर्न सकिन्छ अनि यसको प्राइस पनि हेरिदेखा हुन्छ यो पेमेन्ट गरेपछि यहाँ नोटिफिकेसन आउँछ त्यस पछाडि कन्फर्मेसन भएपछि चाहिँ तलतिर पैसा पे गर्ने मान्छे हुने भन्नु चिब्ला हाम्रो चाहिँ पेमेन्ट सक्सेसफुल भनेर कन्फर्मेसन भइसक्यो अब हाम्रो तल आउँछ तिमी खस्यौ होइन यस्तो मेसिन चाहिँ अब हरेक ठाउँमा आउनु पऱ्यो त्यसबाट हाम्रो चोरी डकैती चाहिँ कम हुनसक्छ